प्रोजेक्टमा काम गर्नुहुन्छ। मैले एउटा फर्स्ट आएको मेरो एउटा एक्सपिरियन्स भन्छु। हामी टाइम सिट भर्छौँ 8 घन्टा, त्यो टाइम सिट केको लागि भनिरहेको छ, हामी पेरोलको लागि भनिरहेको छौँ। मलाई तिनै इम्प्रुभमेन्ट गर्न मन लाग्यो, तर 6-7 वर्ष भइसक्यो त्यति गर्न सकेको छैन र अब मलाई लाग्छ अर्को 1-2 वर्षमा टाइम सिट डेफिनेटली इम्प्रुभ हुन्छ, नट एज अ पेरोल सिस्टम बट एज अ सिस्टम टु अकाउन्ट फर वाट हेभ यु कन्ट्रिब्युटेड इन द्याट 8 आवर्स। यस्तो सानो सानो कुराको उन्नतिको लागि धेरै नै हामी जस्तो बाहिर बसेर क्वालिटीमा ग्राइन्डेड भएको इन्जिनियर्सहरू यहाँ नेपालमा चाहिन्छ। र हेमन्त सर, मैले हजुरको क्वेसनलाई फर्स्ट पार्ट कन्क्लुड गरेँ, टु इम्प्रुभ द क्वालिटी, टु कन्ट्रिब्युट टु द नेसन एन्ड टु कम ब्याक टु माई रुट्स बिकज आई वुड नट गो एनिवेयर एल्स, नन अफ द अदर कन्ट्रिज विल टेक मी ब्याक अपार्ट फ्रम नेपाल। अब बसेको कुरामा यस, आइ एम भेरी भेरी ह्याप्पी। एआईको जमाना छ, हामी सबैजना अहिले एआई सिकिरहेको छौँ, तर याद गर्नु होला हामीले प्रम्प्ट दिन सक्ने इन्जिनियरहरू जन्माउनुपर्छ। यो कारणले पनि म यहाँ छु। नेपाल हस्पिटललाई गर्दा धेरै कुरा बाहिरबाट सिकेर यहाँ ल्याएर स्क्यागमा पनि मैले धेरै इन्स्टिट्युसनल डेभलपमेन्ट र प्रोग्रेसको काम गरिरहेको छु। सानो सानो कुराहरू, हाम्रो चिठी लेख्नेदेखि कुराहरू, धेरै कुरा, हाम्रो प्रोडक्टिभिटी, एफिसियन्सी,